को लागि प्रिपरेसन हुँदैछ अनि यहाँ चाहिँ हुक्काको प्रिपरेसन हुँदैछ यहाँ चाहिँ आरामले बसिरहेको छ हुक्का पानी अलि यति जति मात्रै हाल्ने हो कपडा चाहिँ लागेको छ है जुलगा जुल हिवा जन्त अनि मेसिन अफ नहुँदो रहेछ ओ बि मखो छ नि त ओइ बि मखो मैले खानु छ नि एकचोटि बुझाउने भने बुझ्नु हो त तपाईहरुले बुझाउन छोडेको छ छा जा त हामी चाहिँ अब बार्बिक्यू गर्न लागेको हैन अनि मचा झरे यो का हिवा न अनि घाम लागिरहेछ त्यो हुन्छ नि एउटा हिवा तमसिया र जाऊ जाय दायो बिउ भन्न तमसिया र हिवा र गुजा मचा गुजा मचा नि छरा नै अन्जन तिमीहरु एक्ज्याक्टली कता पनि भएर कस्तो पता भरि ए कता तान्यो साइडतिर भने पोखरा हो हैन पानी बब्बर सिधै खाए भने के हुन्छ मिठो देखिरहेछ हेलो गाइस ओए मुगरी कस्तो आत्तिको ल बोलाउन खोजेको आफ्नै खानेर गलबन्दी जति हो तिमीले तानेर बोलाउन खोजेको आफ्नै ठानेर हाय हाय बोलाउन खोजेको आफ्नै ठानेर तिमीले घर त देखियो खै औँठी हेर उता औँठी हेर्नु त खै औँठी थाहा त जस्तो यहाँ पत्याउने लाउने मनको सफा रूपको नि ठिकै अन्तका मौली म जतिकै गलबन्दी जति हो तिमीले मानेर बोलाउन खोजेको आफ्नै ठानेर गलबन्दी जति हो तिमीले तानेर बोलाउन खोजेको आफ्नै ठानेर हाय हाय बोलाउन खोजेको आफ्नै ठानेर राम्री देखे ए लाउनु चाहिँ भयो आफू जस्तो कमरमा पटुके कसेर बसेर कमरमा पटुके
अब दिउँसोको लन्च हुँदैछ हाम्रो चाहिँ हाम्रो फर्स्ट सुरुवात नै चटपटीबाट उता नि लन्च हो कि ल त्यही चाहिँ प्रिपेयर गर्नमा छौँ आज चाहिँ जेन्ट्सहरूले ब्रेकफास्ट प्रिपेयर गर्छ अनि हामी लेडिज चाहिँ ब्रेकफास्ट गर्छौँ जेन्ट्सहरूले हामी यहाँ बसौँ ल अरू केही भन्नुहोस् न आमाजी भनेको के भन्ने नि जेन्ट्सहरूले त्यो त मैले भने होइन कसले भने जेन्ट्स उहाँहरूले जेन्ट्स हो जेन्जीहरूले बनाएको ब्रेकफास्ट जेन्ट्स यसरी देखाउने हो होइन यसरी ब्रेकफास्ट अनि यसो हाम्रो ब्रेकफास्ट रेडी हुँदै भइसकेको छ लगभग होइन अनि यहाँ चाहिँ किचनमा अन्डा तुल गराउनु भएको छ अनि हिजो हामीले मेयोनेज खायो भने आज सक्यो त्यही भएर अब टाइमिङमा मायोनेज मायो भन्छ मायोनेसी ब्रेकफास्ट रेडी भइसकेको छ अनि सबैजना ब्रेकफास्ट गर्न लागेको यिनीहरूको न्यापकिन सक्यो के छैन भेटेन मैले त लुकाइदिएँ बाई बाई एडभर्टाइजमेन्ट गर्ने ल बाई बाई हस् 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 होइन ल गाइस हामी चाहिँ मर्सिडिजमा उनीहरू चाहिँ फोर्डमा Guys, it's raining outside. Anything? हामी चाहिँ फाइनली घर आइपुगिसक्यौँ सबैजना घर आइपुगिसक्यौँ हामी अनि हाम्रो ब्यागेज प्याकेज सबै निकाल्दैछौँ तेरो टाउको सामान निकाल्दैछु सामान ननिकालेर निकाल्दैछु भनेर बसिरहन्छे